आजभोलि मिडियामा म देख्छु हाम्रा मिडियाकर्मी साथीहरू इतिहास कसले रच्यो त्यो कुरा भन्न चाहनुहुन्न। स्टन्टबाजहरूको पछि लाग्नुहुन्छ। आजभोलिका मेन मिडिया सबैलाई दोष दिएको होइन। तपाईँ हावाहरूको पछि दौड्या देख्छु म चाहिँ। तपाईहरू हावाका पछि दौडिनु भएको छ या तपाईहरूले केही पाउनु भएको छ कि थाहा छैन। तपाईहरू हेर्नु होला इतिहासको कठघरामा तपाईहरू खडा हुनुहुन्छ। जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने हजारौं महान शहीदहरूलाई तपाईहरूले अपमान गर्नु भएको छ। 17,000 को ज्यान लिएको भन्ने गर्नु भएको छ। तपाईँ दुनियाँमा कुनै त्यस्तो महान क्रान्ति देख्नु भएको छ जहाँ लाखौं लाख जनताको बलिदान नभएको होस्? कहीँ देख्नु भएको छ? तपाईहरूले भन्ने गरेको तथाकथित प्रजातन्त्रमा पनि र हामीले भन्ने गरेको समाजवादी क्रान्तिमा पनि जनताको त्याग र बलिदान बिना कहीँ पनि परिवर्तन भएको छैन। ती 17,000 र सयौं जनआन्दोलनका महान शहीदहरूलाई अपमान गर्ने काम बन्द गर्न म मिडियाकर्मी साथीहरूलाई विशेष रूपले भन्न चाहन्छु। यसको हिसाब किताब नेपाली जनताले राखेको छ। ती हजारौं शहीदका हजारौं परिवारका सदस्यहरूले तपाईहरूले कसरी व्याख्या गर्नुहुन्छ, तपाईहरूले के लेख्नुहुन्छ, त्यसको हिसाब राखेको छ भन्ने हेक्का राख्नु होला। जनआन्दोलनका ती तमाम शहीदहरू र घाइतेहरू, जनयुद्धका घाइतेहरू, जनआन्दोलनका घाइते अपाङ्गहरू, तिनका परिवारले तपाईहरूले लेख्ने गरेका कुरा हिसाब राखेर बही खाता राखेर बसेका छन्। ध्यान दिनु होला। अहिले विचारविहीन स्टन्टबाजहरूको प्रचार गर्दा तपाईहरूलाई केही मिल्या होला नजराना। त्यसले केही हुनेवाला छैन। त्यसकारण राष्ट्रलाई एकताबद्ध गर्नेतिर ध्यान दिनुहोस्। देशलाई सङ्कटबाट मुक्त गर्नेतिर केन्द्रित हुनुहोस्। राष्ट्रिय स्वाधीनता अप्ठ्यारोमा छ। हामी सबै मिलेर त्यसको रक्षा गर्नुपर्छ। त्यस्ता लेख, त्यस्ता समाचारमा ध्यान दिनुहोस्। खाली तपाईहरू अब नाम लिम भने फेरि भरे के हुने हो? वर्षौंदेखि जसले राम्रो गरेछ भनेर राम्रो गरेकालाई डिफेन्ड गरियो, तिनीहरूले नै अहिले जुन थालमा खायो त्यसैमा भमिट गरेर हिँड्ने। अनि तिनकै समाचार तपाईहरूलाई खुब तातो समाचार बन्छ। हट न्युज, हट केक। यस्तो नगर्नुहोस्। बदमासी गर्नेलाई बदमास हो भन्नुहोस्। धोका दिनेहरूलाई धोकेबाज भन्नुहोस्। तर तपाईहरु त धोकेबाजलाई बोकेर हिँडा जस्तो देखिन्छ। किन बोक्नुहुन्छ? मैले बालेन हर्क सम्पाङलाई संसदको रोस्टमबाटै भने हामीले ल्याएको लोकतन्त्र, हामीले रगत बगाएर ल्याएको लोकतन्त्र, जहाँ महिलाको प्रतिनिधित्व छ, दलितको प्रतिनिधित्व छ, जनजातिको प्रतिनिधित्व छ, मधेसीको प्रतिनिधित्व छ, मुस्लिमको प्रतिनिधित्व छ, पूर्वको प्रतिनिधित्व, पश्चिमको प्रतिनिधित्व छ, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको लडेर। अनि त्यहाँ तपाईहरु उम्रिनु भयो। त्यहाँ हाम्रो लोकतन्त्रको तपाईको लोकतन्त्रको होइन। हाम्रो लोकतन्त्रको फूल भनेको तपाईहरुलाई। अहिले त तपाई फूलहरु त बिस्तारै काँडाको हुनियो कि भन्या जस्तो। यसो नगर्नुहोस्। बुझ्नुहोस् इतिहास, बुझ्नुहोस् आन्दोलन, शहीदको रगतको मूल्य बुझ्नुहोस्।